सबैलाई नमस्कार। आगामी 2082 साल फागुन 21 गते हुन गइरहेको निर्वाचनको माहौल के कस्तो छ भनेर हामी जान्न गइरहेका छौँ जनतामाझ। हामीसँगै जुटिनु होला। म पत्रकार रामचन्द्र अर्यालसँगै क्यामेराम्यान दीपक जैसी। नमस्कार बुवा। बाँचिरहे बाबु चाहिँ को होला? बिरानो बिरानो खाप्छ देखेँ, मैले चिन्न सकिनँ त। म पत्रकार रामचन्द्र अर्याल हो बुवा। हजुरलाई एउटा प्रश्न सोध्न सक्छु? हुन्छ बाबु, के प्रश्न सोध्ने हो? अब आउन लागेको निर्वाचनमा कसले भोट हाल्ने विचार गर्नुभएको छ बुवा? पार्टीका नामै थाहा नै भयो। कोही रुखकन हालभन्नान्, कोही आँसे हतौडन हालभन्नान्, कोही सूर्यन हालभन्नान्। ए त्यसो भए योभन्दा अगाडिको चुनावमा कसले भोट हाल्नु भयो त बुवा? परार सूर्यन छाप्लाएँ बाबु। क्या गर्दा बाबु, हामी गरिब गर्न जसले 2 कट्टा रासन किन्थ्यो त्यही न त छाप्लाउँला दाइ। ए परा त्यस्तो गरे पनि अब त्यस्तो गर्नुहुन्न बुवा। हामीले नेताको पैसा खाएपछि माथि जितेर गएपछि नेताले पनि पैसा खान्छन्। अब त्यस्तो गर्नुहुन्न है। ए हो र बाबु, क्या गर्ने त त्यसो भए? अब नयाँ पार्टीलाई चान्स दिने बुवा यो पटक चुनावमा। त्यसो भए नयाँ पार्टीको नाम चिन्ह के छ बाबु भन्नै? राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसको चुनाव चिन्ह चाहिँ तपाईँहरूले पूजा गर्ने मन्दिरको घन्टी हो। त्यसमा भोट हाल्नु होला बुवा यो पटक। त्यसो भए यो पटक घन्टीमै भोट हाल्ने भए बाबु। ल त्यसो भए उता हेरेर जय घन्टी भन्नु बुवा। जय घन्टी। ओइ केटा, चुनाव आउला यार। यार यो पटक चुनावमा त चिल गर्नुपर्छ यार हामीले यार। के घन्टा चिल पैसा हुनु परेन? नेताहरूले मुर्गा हान्ने दिन आउला छन् यार। के चिन्ता गर्छस् भने? यही भएर क्या हामी पछाडि परेको। के भन्छ बुझिन? अहिले हामीले नेतालाई मुर्गा हान्छौँ, पछि नेताले हामीलाई मुर्गा हान्छौँ। त्यो त हो यार। के गर्ने त त्यस भए? केही नगर्ने, घन्टीमा भोट थस्काउने। शहीद भएका जेनजीहरूको आत्माले शान्ति पाउँछ। यार सही भनिस्। थ्याङ्क यू यार मलाई सम्झाएकोमा। वेलकम। एउटा तँलाई बबल आइडिया दिउँ? दिएन देखि आइडिया हो। के गर्ने पैसा पुराना दलहरूबाट माग्नुपर्छ। भोट चाहिँ सबैले घन्टीमा हाल्नुपर्छ है। ओइ साथी, त कति वर्ष भइस्? 17 वर्ष। किन र? होइन, हामीले पनि भोट हाल्न पाउने भइदियो भए त कसलाई भोट हाल्थिस्? यो पनि सोध्ने कुरो हो र यार। बालिन जिन्दाबाद। त कसलाई हाल्थिस्? म पनि बालेनलाई हाल्थेँ। हामी त अभागी छौँ यार। किन र? पहिलो कुरा त हामी झापामा जन्मिएनौँ। यदि झापामा जन्मिएको भए आफूले भोट हाल्न नपाएन आमा बाउलाई त हाल्न पाउँथ्यौँ। हो यार साथी, हामी त लास्ट अनलक्की नै रहेछौँ नि। त्यही भने यार, कस्तो तनाव लागिरहेछ यार। हामीले भन्न सक्ने भनेको त पुरा झापालेहरू मिलेर कति पूजापाठ मन्दिरमा मात्रै घन्टी बजाउनुहुन्छ। यसपालि मतदान पत्रमा घन्टीमा बजाउनु हो। जय घन्टी, जय बालेन।